नमस्ते साथीहरू। सबैजनालाई थाहा छ म सुपर मार्केटमा काम गर्छु। आज म यस्तो चिज देखाउँछु नि मलेसियामा, जसरी बाहिरको मान्छेहरूले काम गरेर शरीर थाक्छ नि, अनि विदेशमा के गर्नु। मलेसिया भनेको धेरै डेभलप कन्ट्री हो। म यहाँ एउटा म धेरै राम्रो कुरो देखाउन चाहन्छु। त्यसो नि यो कुर्सी छ, यो कुर्सी भनेको धेरै एडभान्स हो क्या। यहाँ हेर्न सक्नुहुन्छ। यो भनेको क्युआरले पे गरेर चल्ने हो, अनि पैसा पनि हालेर चल्छ। जसरी पाँच पाँच रुपियाँ हालेपछि नि 8 मिनट चल्छ यो। अनि 10 रिङ्गिट हालेपछि 20 मिनट चल्छ। अनि 15 रिङ्गिट हालेपछि 36 रिङ्गिट चल्छ। यो भनेको शरीरहरू दुखेपछि नि, काम गरेर धेरै शरीर दुख्छ नि, अनि यसमा आएर मसाज गर्न मिल्छ। किनभने विदेशमा भनेको कसैलाई केही मसाज गर्न त मिल्दैन, सबैजना थाकेको हुन्छ। अनि यहाँ आएर ढुक्क भएर गर्नु। यो भनेको आफू जति बेलासम्म मसाज गराउँछ नि त्यति बेला आफ्नो फोन चार्ज गर्न मिल्छ। अनि यस्तो टक्क बसेर मसाज गर्छु। यो भनेको यो कुर्सीहरू सबै माथि उठ्छ क्या, सबै माथि उठ्छ। योहरू सबै दबाउँछ। पैसा हाल्नुपर्छ, म गराउँदिनँ किनभने मसँग अहिले पैसा छैन, सेलिया छैन नि, त्यही भएर। यो भनेको धेरै एडभान्स सिस्टम हो। पहिलाको यस्तो देख्थ्यो। यो भनेको पुरानो हो, तर यो पुरानो, यो धेरै एडभान्स छैन। यो नयाँ लगाएको हो, यो चाहिँ धेरै एडभान्स हो। मलेसिया भनेको धेरै डेभलप कन्ट्री हो, तर यो राम्रो छ बाहिरको काम गर्ने मान्छेहरूलाई। किन घरमा भएपछि, जिउहरू दुखेपछि घरको मान्छेले सहयोग गर्छ, तर यहाँ गर्न मिल्दैन नि, सबै थाकेको हुन्छ साथीहरू। अनि काम गरेर सुपर मार्केटमा यस्तोमा साथीहरू आएर गर्न सकिन्छ कि धेरै राम्रो।